ख्रिस्टमा म को हुँ तपाईँको पहिचान थाहा पाउन सक्नुहुनेछ। जय मसीह, सलाम, स्वागत छ तपाईँहरूलाई। आज विशेष गरी हाम्रो इसाई जगतमा ख्रिस्ट येशूलाई विश्वास गरेर पनि आफ्नो पहिचान के हो भनेर अन्जानमा परेर बसिरहेको हुन्छौँ। तर आज तपाईँहरूको माझमा परमेश्वरको वचनबाट लिएर उपस्थित भएको छु। आशा छ तपाईँहरू आशिषित बन्नुहुनेछ। वचनलाई अन्तिमसम्म सुन्नुहोला। एफएसी 2:18 पद अनुसार म सन्तहरूसँग सङ्गी, नागरिक र परमेश्वरको घर घरानाको सदस्य हुँ भनेर परमेश्वरको वचनद्वारा आफैलाई दाबी गर्नुहोस्। कलसी 2:10 पद अनुसार म ख्रिस्टमा पूर्ण छु। भजन सङ्ग्रह 17:8 अनुसार म परमेश्वरको आँखाको नानी हुँ भनेर आफैलाई परमेश्वरको वचन अनुसार दाबी गर्नुहोस्। रोमी 8:1 अनुसार मलाई दण्डको आज्ञा छैन। यूहन्ना 13:34-35 अनुसार मैले अरूलाई प्रेम गरेको कारण म ख्रिस्टको चेला हुँ। एफएसी 2:20 अनुसार म प्रेरितहरू र अगमवक्ताहरूको जगमा बसालिएको छु र ख्रिस्ट स्वयं यस जगको कुनै ढुङ्गो हुनुहुन्छ। दोस्रो पत्रुस 1:4 पद अनुसार अनमोल र महान प्रतिज्ञाहरूद्वारा दिएको ईश्वरीय स्वभावको म सहभागी हुँ भनेर दाबी गर्नुहोस्। यूहन्ना 16:23 पद अनुसार येशू ख्रिस्टको नाममा मैले जे मागे पनि उहाँले मलाई दिनुहुन्छ। फिलिपी 1:6 पद अनुसार परमेश्वरले हामीमा ख्रिस्ट नआउन्जेल काम गरिरहनु भएको छ। र पहिलो पत्रुस 1:23 अनुसार परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी बिरुवाबाट म नयाँ गरी जन्मेको छु भनेर दाबी गर्नुहोस्। एफएसी 1:7 पद अनुसार येशू ख्रिस्टको रगतद्वारा म उहाँमा उद्धार पापको क्षमा पाएको छु। दोस्रो कोरिन्थी 5:17 अनुसार ख्रिस्टमा म नयाँ सृष्टि हुँ। पहिलो कोरिन्थी 6:19 पद अनुसार म पवित्र आत्माको मन्दिर हुँ। पहिलो यूहन्ना 3:2 पद अनुसार म परमेश्वरको छोरा हुँ। एफएसी 1:6 अनुसार म ख्रिस्टमा स्वीकार गरिएको छु भनेर आफैलाई दाबी गर्नुहोस् परमेश्वरको वचन अनुसार। रोमी 1:7 अनुसार म परमेश्वरको प्रिय अनि सन्त हुँ। कलसी 1:13 अनुसार मलाई अन्धकारको राज्यदेखि परमेश्वरको पुत्रको राज्यमा सार्नु भएको छ। गलाती 3:13 अनुसार म व्यवस्थाको श्रापदेखि छुटकारा भएको छु भनेर आफैलाई परमेश्वरको वचन अनुसार जब तपाईँले दाबी गर्न थाल्नुहुन्छ तपाईँले थाहा पाउनुहुन्छ ख्रिस्टमा म को हुँ, ख्रिस्टमा म को रहेछु भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ। एफएसी 1:4 अनुसार म परमेश्वरको अघि पवित्र र निष्कलङ्क छु। कलसी 1:12 अनुसार म उहाँको उत्तराधिकार हुँ। व्यवस्था 28:13 अनुसार म शिर हुँ, पुच्छार होइन, टुप्पोमा छु, फेदमा होइन भनेर सधैँ तपाईँले आफ्नो प्रार्थनामा घोषणा गर्न सक्नुहुनेछ। प्रकाश 2:17 अनुसार म विजय हुँ भनेर तपाईँले आफैलाई परमेश्वरको वचन अनुसार दाबी गर्नु सक्नुहुनेछ। रोमी 6:2-11 अनुसार म पापको निम्ति मरेको छु। यिर्मया 31:3 अनुसार अनन्तको प्रेमले मलाई प्रेम गरिएको छ। यूहन्ना 8:31 र 32 अनुसार म वचनद्वारा स्वतन्त्र भएको छु भनेर तपाईँले डेली तपाईँको प्रार्थनामा या तपाईँ यात्रा गर्दै गर्दा हुन्छ या तपाईँ उदास भएको बेलामा, तपाईँ थकित भएको बेलामा, एक्लोपन महसुस गरिराख्नु भएको बेलामा तपाईँले परमेश्वरको वचनलाई दाबी गर्न सक्नुहुनेछ। कलसी 2:11 अनुसार म हात बिना बनाइएको खतनाद्वारा खतना भएको छु। एफएसी 2:6 अनुसार म ख्रिस्ट येशूसँग स्वर्गीय स्थानहरूमा बसालिएको छु। एफएसी 2:20 अनुसार म असल कामको निम्ति ख्रिस्ट येशूमा सृष्टि गरिएको परमेश्वरको सिप हुँ। फिलिपी 4:19 अनुसार परमेश्वरको महिमाको धन सम्पत्ति अनुसार मेरो सबै खाँचो पुरा भएको छ भनेर घोषणा गर्न सक्नुहुनेछ तपाईँको खाँचोको समयमा। पहिलो कोरिन्थी 2:16 अनुसार ममा ख्रिस्टको मन छ। यूहन्ना 6:47 पद अनुसार मसित अनन्त जीवन छ। पहिलो यूहन्ना 5:4 अनुसार म परमेश्वरबाट जन्मेको हुँ र मैले संसारलाई जितेको छु जुन मेरो विश्वास हो भनेर तपाईँले अविश्वास शङ्का लाग्दै गर्दाखेरि तपाईँले घोषणा गर्न सक्नुहुनेछ। दोस्रो पत्रुस 1:3 अनुसार मेरो जीवन र भक्तिको निम्ति चाहिने प्रत्येक थोक ख्रिस्टले मलाई दिनुभएको छ। एफएसी 1:18 अनुसार पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएको छु। फिलिपी 4:13
अनुसार म ख्रिस्टमा सबै कुरा गर्न सक्छु जसले मलाई शक्ति दिनुहुन्छ। आमेन, हालेलुया। यूहन्ना 14:12 लेखिएको छ, म ख्रिस्टले भन्दा पनि महान काम गर्न सक्छु। आमेन, तपाईँले घोषणा गर्न सक्नुहुनेछ। पहिले यूहन्ना 4:4 अनुसार म भित्र हुनुहुने संसारमा हुने भन्दा महान हुनुहुन्छ। हालेलुया। रोमी 8:2 अनुसार पाप र मृत्युको व्यवस्थाबाट म मुक्त भएको छु। यूहन्ना 10:4, 5, 14 अनुसार म ख्रिस्टको स्वर चिन्छु। दोस्रो कोरिन्थी 2:14 अनुसार परमेश्वरले मलाई ख्रिस्टमा सधैँ विजय दिनुहुन्छ। वाउ, हालेलुया। सधैँ तपाईँले आफ्नो प्रार्थनामा घोषणा गर्न थाल्नुहोस्। जब तपाईँले घोषणा गर्नुहुन्छ, जब तपाईँले प्रार्थना गर्नुहुन्छ, तपाईँको जीवनमा परिवर्तन आउनेछ। रोमी 5:17 अनुसार म ख्रिस्टमा जिउँछु, चहल पहल गर्छु र उहाँमा नै मेरो अस्तित्व छ। वाउ। रोमी 5:17 अनुसार येशू ख्रिस्टद्वारा जीवनमा म राज्य गर्छु। गलाती 2:20 अनुसार ख्रिस्टसँग म क्रुसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। तपाईँको दैनिक प्रार्थनामा तपाईँ यात्रा गर्दै गर्दा होस्, चाहे तपाईँ एक्लै हुँदै गर्दा होस्, तपाईँले यसरी घोषणा गर्न थाल्नुहुन्छ, परमेश्वरको वचनलाई तपाईँले आफ्नो जीवनमा बोल्न थाल्नुहुन्छ भने तपाईँ कहिले पनि निराश हुनुहुने छैन, कहिले पनि तपाईँ उदास हुनुहुने छैन। तपाईँलाई वचनले ढाडस दिन्छ। तपाईँले नसोचेको कुराहरू परमेश्वरले काम गर्न थाल्नुहुन्छ जब तपाईँले परमेश्वरको शक्तिशाली वचनलाई घोषणा गर्न थाल्नुहुन्छ।